बिच होइन चट्ट घुमघाम नुहाई पाप पखाल्न जाँदैछु। हाम्रो हुनुहुन्छ अगाडि सागर, अनुप, दिप्सन दाई, परीको बुढो। हामी 4 भाइ चाहिँ जाँदैछु सिलाइन बिच आज चट्ट पारामा है। के हुन्छ कसो हुन्छ हेर्नु होला, मनोरञ्जन गर्नु होला भन्न चाहन्छु। यस्तै हो, गर्मी छ। यहाँबाट हामी चाहिँ हाइवे निस्किँदैछु, जाँदैछु। तपाईँहरूले ठाउँहरू पनि देखाउनेछु भन्दै अहिले एकछिनमा भेटौँला। बाई बाई। अहिले चाहिँ हाम्रो बाटोमा आइपुगेको छ। हावा धेरै नै चलिरहेछ भनौँ। जाँदैछु, ठाउँहरू यस्तो बवाल छ। यस्तो कार चढेर हिँड्न पायो त के गर्नु, पैसा छैन, गाह्रो छ। नो मनी फन पनि। अगाडि चाहिँ एउटा ह्यान्डसम हिरो नेवार केटो जतिखेर नै निचिक मात्र पढ्न जानेछ। ल आज खसी बनाइदिने हो। आज नेवार केटोलाई खसी पारिदिनु पर्ला भनेको। यो रमजानले गर्दाखेरि छुट्टी भएर यसो घुमघाम गर्न जाऊँ भनेर निस्केको हामी चाहिँ चट्ट पारामा। हाम्रो ह्यान्डसम दाइ छ यहाँ अगाडि हिरो। अनि गाह्रो छ जिन्दगी जिउनलाई, धेरै गाह्रो छ अरूको देशमा। स्टेडियमको नाम थाहा छ के हो? हबिबी कम्पु कतार माफी दुबई ज्यादा माइबी के रे हो। हान्छु अहिले यस्तो छ रुट, बबाल छ, बबाल केटा हो, बबाल छ। यता छ हाम्रो दाइ। आज त टिकटक बनाएर के गरिदिने रे दाइ? चलाएर बस्न गरिदिने बनाउनु पर्छ खतरा होइन। खतरा टिकटक पनि आउँछ है केटा हो। गएर हेर, केटीहरू फेरि हेरेर होला। यहाँ 2-3 जनाको टिकटक खतरै आउँछ। यहाँ जलाएर भस्मै पारिदिन्छ भन्दा छ। यहाँ हेर, गएर लाइक देऊ, कमेन्ट देऊ, फलो गरिदेऊ, तर मेसेज गरेर आई लभ यु सुन भनिदेऊ हाम्रो दाइहरूलाई। त्यही भन्न चाहन्छु। टिकटक चाहिँ खोक्का आउँछ है केटा, खोक्का एकदम हेर्दै अब हुन्छ नि आमामा यो त को हो, यो त के हो, हिरो के हो। Wait for TikTok. Siri. Any. करिब सिलाइनको छेउछेउमा आइपुग्यो। यो मान्छे चाहिँ लास हरामी हो, बोका नम्बर 1। छोरो मान्छेहरू बोका भयो न, छोरी मान्छे हरा भाइ हो नि। हामी चाहिँ आइपुग्न लागेको छ भनौँ, धेरै टाढा छैन, आधी घन्टा लाग्ला। फर्स्ट टाइममा हो, थाहा छैन। हाम्रो आउँदैछ रे केटा हो, अहिले भिडियो बनाउनु गए फेरि हाम्रो मोबाइलै लुट दिन्छ, गाह्रो पर्छ है। फेरि
32 करोडको फोनको हो त गाह्रो पर्छ नि हल्का दिनु पर्यो नि त्यो यो अहिले लिगिरहेको 32 करोडको फोन हो यो 25 करोडको हो अझै 6 फोनहरू हामीसँग मिनिमम करोडको सामान छ हामीसँग यो गाडी त 60 करोडको गाडी हो यो गाडी हाम्रो 60 करोडको गाडीको यस्तो गाडी त 3-4 वटा किनिदिन्छ अरे यो गाडीले त BMW फेरि ढोका खोल्नाले फेरि खतरा छ नि फेरि खोइ बाहिरबाट भयो सिधै ढोका खोल्नाले फेरि अटो बाहिरबाट टक्क थिच्दैछ ढोका खोल्छ फेरि भित्रबाट चाहिँ छैन नि फेरि हाम्रो खतरा हो रिमोटवाला हो गाडी फेरि ढोका खोल्नलाई बाहिरबाट ढोका मान्छे त्यो हो नि त एकदम ल केटा इन्ट्री गऱ्यौँ हामी चट्टपारामा हरेक चिज गाह्रो छ केटा देख्यो भने फेरि समय दिन्छ नेपाल पठाइदियो भने गाह्रो हुन्छ नि पुरै हामीलाई त्यही भएर अलि लुकाएर भिडियो गर्नुपर्छ नत्र गाह्रो हुन्छ ल है क्या दामी देखेको लागिसकेको छ हेर केटा हो रेत बालुवाको रेत कस्तो दामी देख्यो है करिब तपाईँको ठ्याक्क भन्नुपर्दा आल्ता बाँकी छ होला ठिक जानकारी अनुसार पानी छैन त्यही पनि त्यसमा घाँस बनाइरहेछ अनि पुरै रेत हो रेगिस्तान हो पुरै यो कस्तो टल्केको हो क्या रेगिस्तान हो पुरै हामी चाहिँ जाँदैछु लाइन बिच जाँदैछु कस्तो छ के छ हेरौँ मनोरञ्जन गरौँ रमाम यहाँ ल्याइदिनु भएकोमा हाम्रो सागर दाइलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु म पनि पढीको बुढोलाई एक दुईवटा शब्द भन्न चाहन्छु होइन एकदम मनैदेखिबाट धेरै धेरै धन्यवाद फर्स्ट टाइम आएको यो ठाउँमा घुम्न लिएर आउनुभयो ओके परी दाजु घोडा ऊँट ऊँट केटा हो हेरौँ केटा हो ऊँट हामीले चढ्नै नपाउने रहेछ पैसा तिर्नु पर्छ अरे पैसा छैन हामी गरिब छु तर एकदम खुसी छु एकदम एक्साइटेड छु आज सिलाइन बिच जानमा कस्तो है मा हेर्दै कति आनन्दको ठाउँ तर गर्मी चाहिँ लास्टै गर्मी छ हिजो त यस्तोमा त उडाइदिएको थियो त आज नि उडाइदिनु न पार्कहरू दामी दामी छ तपाईँहरू नि आउनु सक्नुहुन्छ यता घुम्न पैसा लाग्दैन आउनलाई पैसा लाग्दैन यता आउन आइपुग्यो केटा हो ल यही हो है सिलाइन बिच भने यस्तो छ है केटा हो यहाँ चुलुम डुब्नु पर्छ लु त ल मेरो गाडी खोलिदिनु मेरो ढोका चाहिँ खोलिदिनु न यस्तो छ यार खोलिदिनु त यस्तो निस्किने हो नि त अनि बाहिरबाट दामी छ है ठाउँ चाहिँ ल मलाई बबा लाग्यो मेरो दाइलाई धेरै धेरै धन्यवाद यता छ हिरो टिकटकको आर्टिस्टहरू मोडलहरू हाम्रो एकजना यता छ एकजना मोडल यता छ अनि हामी चाहिँ मोडल नि होइन केही पनि होइन साधारण व्यक्ति एउटा ठुस्की बहादुर यहाँ छ दामी छ है तर ठाउँ चाहिँ केटा पिस एकदम पिस छ गीत चुज गर न छिटो
हामी दुईजना समुद्र गएर खिच्छु तर बबाल हो नि है माकी उता त राम्रो राम्रो परिहरू रहेछ यार मार्छ हो एक चाहिँ गाली खाने काम नगर्दा त यो परिहरू चाहिँ भिडियो बनाउनु दामी छ ल यस्तो छ ज्यान देखाइदिनु न त या गर्नु न एकछिनमा या कपडा खोलेर या यता यता या टिकटक स्टार हो उहाँ चाहिँ है सबैले माया देखाइदिनु सपोर्ट गरिदिउँ हाम्रो दाइलाई र अहिले एकछिनमा भेट्नु चाहिँ सबैले मनबाट लाइकमा राख्नु गुडुङ हाल्नुपर्छ क्राउ चट्ट पारामा अहिले त्यहाँ समुद्रमा चट्ट एक दुई डाइ भानेर आउनुपर्छ डाइ भाने पनि भिडियो बनाउँछ हामी सकेसम्म तर बाटोमा चाहिँ भिडियो फोटो केही गर्न नपाउने भएछ त्यसैले राम्रोसँग बाटोमा भिडियो फोटो बनाउनु पाएन त्यसैले गाह्रो छ भाइ भाइ अहिले नआउँदाखेरि चाहिँ भेटौँला हिजो नुहाउन जाँदैछु केटा चट्ट पारामा चिसो हुँदो रहेछ त पानी त यहाँ ए बस् न उता नजानु न दामी छ ल एकछिन फोटो सेक्सन हुन्छ अनि पछि चाहिँ फेरि नुहाइधुवाइ गरेको भेटौँला केटा हो ल समुद्रमा हिँड्दैछु गाइस यो हो नि त पारा ग्रुपमा हो बोल्छु ल गाई चाहिँ यो सिलाइन पिस भने हामी जस्तरी पौडी पार्दा खेल्नुपर्छ यहाँ छ टिकटक स्टारहरू भोसडीहरू अहिले पछि भिडौँला केटा हो यहाँबाट निस्केपछि चाहिँ चट्ट पारामा केही छ केटा हो बाइ बाइ अघिदेखि हामी भनिरहेको थियो नि लिनु यो फोन नि लिएर जानु त के बसेको बच्चा जस्तो बालु हेलेर बसेको बसिरहेको छु हात नै काट्यो तर रमाइलो चाहिँ लुत रमाइलो भयो गाइस लुत नुनी र म्याच बमेडा होला जस्तो भयो हेलो 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 नमस्कार सर हजुरलाई बालुवा खेल्दा कस्तो अनुभव भइरहेछ बाबु मलाई खतरा अनुभव भइरहेछ बाबु यताबाट खिच्ने नि कहाँ यताबाट खिच्छ होइन जाने होला कि जाम हौ जाम भोग लाग्यो खाजा बनाएर ल्याउँदा चाहिँ तरुनीहरू मिठो मिठो मागी के अरे बिरयानी चिकन बिरयानी मटन बिरयानी ल्याइदिनु मलाई बालुवा नहाल्नु I'm the king, I'm the don.
यहाँबाट निस्केको केटा हो गाइस। हामी चाहिँ यहाँबाट हिँड्दैछौँ, निस्किँदैछु एउटा रुमतिर लाग्दैछु भनौँ। यता चाहिँ उडहरू पाउँदो रहेछ, गाडीहरू पाउँदो रहेछ यता रेतमा जानलाई, मरुभूमिमा जानलाई। हामी चाहिँ अब सत्तपारामा मिनिमम 1 घन्टामा रुम पुग्छ होला। भ्लग चाहिँ अब बाटोमै हुन्छ हाम्रो, त्यस्तै लागिरहेको छ। रुममा चार्ज पनि छैन धेरै, त्यसै कारणले गर्दाखेरि भ्लग चाहिँ बाटोमा एन्डिङ हुनसक्छ। एकछिनमा भेटौँला। हिँड्दैछु टिकटकहरू खोक्का टिकटक बनायो टोलीहरूले, मान्छे जलाउँछ अरे टिकटकले होइन कि? टिकटक राम्रो भएन? सही खतरा नि यार। ल म देखाउँछु नि त नि। ल देखाउनु त ल। जलाएर खरानी बनाइदिने नि त 3-4 जनालाई। यस्तो छ यहाँ कति ह्यान्डसम छ है मान्छे केटा हो भिडियो 4 जनालाई त सबै बनाइदिने हो नि। अहिले भेटौँला।